हेलो साथीहरू, नमस्कार सबैजनालाई। होइन, हाम्रो भ्लग हेरिदिनु होला र हेरेर साथ दिनु होला भन्न चाहन्छु। र यो सानो एउटा भ्लग भनौँ, भ्लग जस्तै बनाउँदैछौँ हामी पनि हजुरलाई। यो भ्यू छ नि, यो भ्यू देखिराख्नु भएको छ नि, एकदमै राम्रो भ्यू छ। अनि यता भ्यू चाहिँ एकदमै राम्रो आउँछ है। फेरि यही बेला साँझतिर यसो घुम्न आयो भने चाहिँ एकदमै राम्रो भ्यू आउने गर्छ क्या यतातिर। अनि त्यहाँ पारितिर त्यो सुरज छ नि, सुरज डुब्ने बेलाको, अनि पानीको तलाबले गर्दाखेरि एकदमै राम्रो आउँछ क्या भ्यू चाहिँ फेरि। अनि यहाँ हेर्न सक्नुहुन्छ एकदमै कस्तो मजाको म हजुरहरूलाई त्यहाँ माछाहरू देखाउँ। माछा त्यति खासै त अहिले देखिँदैन, त्यही पनि अब कोसिस गर्नेछु देखाउने चाहिँ। अब यहाँ चप्पल चाहिँ यहीँ खोलेर जानुपर्छ है, तल अब घाट भएको हुनाले चप्पल चाहिँ माथि नै खोलेर हामी बिस्तारै जान्छौँ। स्नान घाट हो कि, स्नान घाट मतलब त्यो नुहाउने ठाउँ के। अनि माछाहरू देखिने ठाउँ चाहिँ यही हो। फेरि यता माछाहरू एकदमै चामल हाल्नुपर्छ, चामल हाल्यो भने चाहिँ ठुला ठुला माछाहरू आउँछन् क्या चामल खानलाई। अब धेरै ठुलो स्वरले चाहिँ नभनौँ। अहिले त्यहाँ एकजना पण्डित बा, त्यहाँ पण्डित बा सूर्य नमस्कार योगा गर्दै हुनुहुन्छ, खालि डिस्टर्ब हुन्छ नि त, त्यही भएर यहाँ चाहिँ अब धेरै जसो मान्छेहरूलाई चाहिँ थाहा होला। यहाँ अब देखिराख्नु भयो होला, यहाँ आउनुभएको मान्छेहरूले चाहिँ देख्नुभयो होला यता। तर चामल हालेर माछा देखिन्छ भन्ने चाहिँ अब थाहा छ छैन होइन, तर राम्रो छ ठाउँ। अहिले त माछाहरू आउँदैन। अब माछालाई यसो झुक्क्याएर होइन बालुवा, अलि बालुवा हालेर देखाइदिउँ भने, तर बालुवा पनि छैन यता त। सानो सानो ढुङ्गा फालेर नि आउँदैनन् होला अहिले त। साना साना माछाहरू त आइरहेछन् तर देखिन्ला छैनन् है। अब ठुला ठुला पनि आउँछन् कि, तर पानी चामल हाल्नुपर्छ। गाई चाहिँ पानीमा हेर्नु न, यस्तो गुल्लक जस्तो त्यो पिण्ड के भन्छ, यस्तै यस्तै कुरो पनि फालेर। ए भगवान्को फोटो नि त्यही पानीभित्र हो कि, भगवान्को फोटो पूजा गरेर त्यही पानीभित्र भएको बाहिरै देखिया छ है। अनि यहाँको भ्यू हेर्नु न, एकदमै लास्टै हुन्छ क्या। फेरि भ्यू चाहिँ एकदमै खत्रै आउँछ। अहिले चाहिँ सूर्य अब त्यहाँ अस्ताइसक्नुभयो बादल लागेको हुनाले। तर बादल लागेको छैन भने चाहिँ अब अझै राम्रो भ्यू आउँथ्यो कि, किन सूर्यले पुरै फोकस गर्छ नि त पानीमा। अनि त्यहाँ पनि रोडमा मान्छेहरू, धेरै गाडीहरू कुदिरहेको हुन्छ, मान्छेहरू घुम्न आइरहेको हुन्छन्। साँझतिर बिहान मर्निङ वाक पनि आउँछन्। एकदमै हो क्या यहाँतिर। अब त्यो महाकाली नदीले गर्दाखेरि हावापानी पनि एकदम हावा चलिरहेको हुने क्या जति बेला। नि गर्मी त्यो धेरै गर्मी भएको बेला चाहिँ यतातिर आयो भने एकदम शान्त हुन्छ है। फेरि मौसमहरू राम्रो हो यहाँ। गर्मीमा नि यतातिर एकदमै चिसो हुन्छ, पानीले गर्दा चिसो हावा आउँछ। मन धेरै अब त्यस्तो मन हुन्छ नि, बेचल्ली जस्तो भएपछि यता आएर बस्छु म। एकदम शान्त मन, एकदम शान्त हुन्छ यता आएर। राम्रो छ ठाउँ।